नमस्ते 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 सन्तोष वाम्बुली र युट्युब च्यानलमा तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्ते मित्रहरू, हार्दिक नमस्ते। आज चाहिँ तपाईँहरूलाई सदाभन्दा अलिकति फरक खालको भिडियो लिएर आउँदैछु। म रमणीय दृश्यहरूको चाहिँ तपाईँहरूलाई अवलोकन गराउँदैछु। मित्रहरू, सन्तोष वाम्बुली र युट्युब च्यानलमा नयाँ मित्रहरू जोडिनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला मित्रहरू है। धेरैभन्दा धेरै सपोर्ट गरिदिनु होला है मित्रहरू। एकदम रमाइलो ठाउँ यो गाउँ। यो के भन्छ रे यो ठाउँलाई दाजु? यो गाउँलाई ढाँटटोल। यो चाहिँ ढाँटटोल भनेपछि यो ललितपुरै पर्यो है। गोदावरी, ललितपुर गोदावरी एकदम दामी देखिँदो रहेछ कि। अनि यहाँ चाहिँ म घुम्दै यसो रिफ्रेस हुन आएको मित्रहरू। अनि यहाँ एउटा नयाँ शिवको स्ट्याचु चाहिँ यहाँ निर्माण भइरहेको अवस्था रहेछ मित्रहरू। र छोटो भिडियो गरिहालौँ भनेर है मित्रहरू। दामी खास भन्ने हो भने चाहिँ यो एकदम खेती योग्य जमिन हो हैन। यहाँ चाहिँ एकदम उत्पादन गर्न साग सब्जी अन्न बाली उत्पादन हुने ठाउँ हो यसो हेर्दाखेरि है। तर घरले भरिसकेको अवस्था रहेछ। मलाई चाहिँ दामी लाग्यो। माथि डाँडा, कोट डाँडा भन्दो रहेछ। एकदम आनन्द। यता चाहिँ फेरि सुक्खा टाइपको डाँडा रहेछ। सल्लाह के डाँडा भन्छ हौ दिदी यसलाई चाहिँ? त्यो माथिको पर गोदाम चोर। अब हाम्रो दिदीको चाहिँ भिडियो बनाउनु हुँदैन होला दिदी? तपाईँको भिडियो बनाउन मिल्दैन होला कि? 2-4 शब्द बोल्दिनुहुन्छ? मेरो चाहिँ यो युट्युब च्यानल हो क्या। म पुगेको छुइनँ। त माथि होटलहरू होला टन्नै थियो है। त्यहाँबाट सबै यता देखिन्छ नि। उता पनि यस्तै होला, गहिरै होला मेरो विचारमा। उता लुबुकी के पर्छ? लुबुकी के पर्छ है? यता यो माथितिर त जग्गा सस्तै पाउँछ होला हौ दिदी। त्यो माथि है, त्यो भित्ता के? सस्तै होला नि। गाउँ जस्तै छ होइन? गाउँभन्दा त महँगै पर्छ। काठमाडौँ भ्याली अब ललितपुर है, नगरपालिकै होला। तर अलिकति माथि भित्ता छ त्यो भएर। यता चाहिँ महँगो होला है दिदी? कति छ आनाको? कति 10-12 लाख? आना 10-12 लाखले आउँदैन नि। आउँदैन त्यो ठाउँ हेरी हुन्छ हो र। गुटी नै अहिले 8, 9, 10, 11, 12 चले। कहाँ गोदाम चौर भनेको चाहिँ? गोदाम चौर भने यो जङ्गल मन्दिर छ नि। यहाँबाट ठ्याक्कै पारी छ नि। पारी त्यो हो, त्यो भन्दा पल्लोपट्टि छ। के यस्तै बसेकै जग्गाहरू छ? घरहरू बसेको छ, सबै बनेको छ। त्यो पनि ललितपुर गोदावरी हो है? एउटै हो यो। त्यता पनि 8-9ले छ। गुटीको चाहिँ छ। गुटीको भन्नाले सरकारी जग्गा जस्तै हो क्या भाइ। अनि त्यो त गाह्रो हुन्छ होला नि त भोलि। खोइ सबैको त्यस्तै छ। के को गाह्रो? सबैले किनिरहेछन्। सबैले घर बनाइराख। त्यो चाहिँ अलिकति हल्का फुल्का सस्तो। तपाईँहरू चाहिँ किन्नु भएको छैन जग्गा यता? हामीले त यहाँ किनेकै छैन। हामी त 18 वर्ष भइसक्यो अहिलेसम्म त जग्गा किने छैन भाइ। 18 वर्ष? अनि के गर्नुभयो कमाएर? बच्चा मात्रै हुर्काउने बढाउने? हामीले गाउँमै घर बनायो भाइ। गाउँमै? कहाँ अरे तपाईँको गाउँ? सिन्धुपाल्चोक चौतारा। दामी छ। मलाई मन पऱ्यो क्या यो ठाउँ। म पनि तपाईँहरू जस्तै हो क्या दिदी। म चाहिँ पूर्वबाट पहाडी भूभागहरूमा हामी चाहिँ सुँगुरहरू किनेर यहाँ साउलाई ल्याउँछौँ के। सप्लायर के म चाहिँ। बुझ्नु भएन? त्यहाँ हाम्रो छ यो ग्लोबल डेरी नि र
हाम्रो चाहिँ कटिङ सेन्टर छ, मासुहरू चाहिएमा आउनु। ए हस् हस्। जानुभएको छैन? मैले त देखाएको छैन भाइ। यही त उ त्यो त्यहाँ गएको त्यो चाहिँ यो भन्दा पल्लोमा ग्लोबल डेरी छेउमा। ए त्यहाँ चाहिँ दिनकै बनाउने? दिनकै। ए कुखुरा, सुँगुर, पहाडको कालो जस्तो चाहिए त्यस्तै सेतो, धराने कालो बङ्गुर के। ए आउनु ल। ए हस् हस् भाइ। र मित्रहरू म चाहिँ रमणीय दृश्य कैद गर्दै मित्रहरू यहाँ यो काठमाडौँ गोदावरी नै पर्दो रहेछ, ललितपुर गोदावरी। म यहाँ तल चाहिँ बङ्गुर फार्म छ अरे, बङ्गुर बेच्ने छ अरे होइन। अब 2-4 दिन काठमाडौँ बसाइ हुने भयो मित्रहरू। अब 2-4वटा पाइयो भने किनेर चाहिँ यहाँ यसो 2-4 पैसै भए पनि हुन्छ खर्चहरू भनेर म चाहिँ बङ्गुर फार्ममा सर जाँदैछु, हेर्दै गर्नु होला है मित्र। टक्क 2-4 मिनट लाग्दो रहेछ होइन, नजिकै। सर दामी लाग्यो हो, ठाउँ चाहिँ दामी लाग्यो एकदम। वरिपरि जङ्गल पहाड सर, यहाँ गहिरोमा बसेको जग्गा है। तर तपाईँको बर्खामा चाहिँ फेरि डेन्जरै हुन्छ होला मित्रहरू। कहाँबाट जान्छ त हौ बाटो चाहिँ? यताबाट जानु भनेर भन्नुभयो दिदीहरूले। कहाँबाट चाहिँ जान सकिन्छ? यहाँबाट छिर्न सकिन्छ सकिँदैन? सर म जाँदैछु, सर झर्दैछु साथीहरू। म चाहिँ यहाँ तल दिदीबहिनीहरूलाई सोधेर कताबाट आउने होइन। अब यो एकदम नयाँ ठाउँ मेरो लागि, सोध्दै जाँदैछु है म मित्रहरू। यो चाहिँ प्राय मान्छे अहिले तपाईँको जग्गा लिजमा लिएर होइन, आफैले यसरी चाहिँ घरहरू बनाएर मजाले बस्ने गर्नु हुँदो रहेछ होइन। यो पनि आनन्दकै जिन्दगी हो। कोठा भाडाहरू महँगो पर्छ काठमाडौँको ठाउँमा होइन। सर र म जाँदैछु, ब्रोइलर कुखुराहरू पनि रहेछ। ब्रोइलर कुखुराहरू रहेछ यहाँ चाहिँ। यस्तो खोलाको किनारमा आइयो मित्रहरू, म चाहिँ जाँदैछु है। र यहाँ पर छ अरे बङ्गुर पालन। यो चाहिँ तपाईँको गत सालको बाढीले एकदम ध्वस्त बनाएको अवस्था रहेछ। सर र म चाहिँ जाँदैछु है मित्रहरू, मिल्छ मिल्दैन होइन। म चाहिँ यहाँ आइपुगेँ मित्रहरू, सोध्दै तर कहाँ चाहिँ छ त बङ्गुर पालन। बिहान एउटा काट्नु भयो अरे भनेर भन्नुहुन्छ सर। र म अब यो बस्तीभित्र छिर्छु। यो चाहिँ खोलाले यहाँ घर पनि बगाइदियो अरे बिचरा। एकदम डेन्जरै ठाउँ रहेछ, एकदम गहिरो छ होइन। सर काका सुत्नु भएको? ठिक छ। चाहिँ के हो यो जग्गाहरू प्लटिङ भइरहेको अवस्था। म चाहिँ छिरेँ। कता छ त हौ चुवाचेहरू? ल मित्रहरू, यहाँ बङ्गुर फार्म चाहिँ सोध्दै आइपुग्यो कि, तर एउटा डेन्जर बङ्गुर देख्यो। लगभग यो त कति छ होला? 400 किलो छ होला है बहिनी? छ होला। अहिले त धेरै छ नि, तर यो प्रेग्नेन्ट छ, त्यसो नभनौँ होइन।
तर यसको ज्यान चाहिँ डेन्जर रहेछ। ल आज भोलि ब्याउने यतातिर पनि उत्पादन भइराखेको रहेछ। हाम्रो बहिनी, हाम्रो भोजपुरको छोरी चेलीहरू हुनुहुँदो रहेछ। तपाईँको प्रगति होस्, फलोस् फुलोस्। ओहो लुङ्गा कहाँ भन्नु नि त तपाईँ मलाई रुम जटार। ल पाठी किन्न चाहिँ यहाँ आउनु पर्दो रहेछ है। ल काठमाडौँ भ्यालीभित्र हुनुहुन्छ भने जे होस् 100% पो रहेछ हो तपाईँको बङ्गुरको माउ त है। यो चाहिँ 100 हो कि यो र त्यो चाहिँ बहिनी? यत्रो त मैले देखेकै छैन त। 100% रहेछ यो। यो चाहिँ पछि म लान पनि सक्छु बिरुवा उता पहाडतिर के। यो के बङ्गुर हो बहिनी? पाख्रीबासे हो क्या हौ? पाख्रीबासे डेन्जर। ल मजाले उत्पादन भइराखेको रहेछ पाठापाठी। तपाईँको दाना पानी राम्रोसँग गर्नुभयो भने तपाईँको खासै खोरहरू चाहिँ त्यति ठुलो खर्च गरेर बनाउनु पर्ने आवश्यक चाहिँ हुँदैन है। सामान्यमै हुन्छ। बिचरा यो खोलाले कति तनाव गर्यो होला तपाईँहरूलाई बर्खामा है। यो चाहिँ भाले रहेछ होइन, भाले हेमसाइडबाट रहेछ है। अनि म चाहिँ घुम्दै घुम्दै आएको। बहिनीहरूको चाहिँ बङ्गुर अलिकति बेच्ने बेला नभएको रहेछ। हाम्रो बहिनीले चाहिँ पाठापाठी उत्पादन गर्नुहुँदो रहेछ र अनि बेच्नुहुन्छ है। कसरी बेच्नुहुन्छ बहिनी यो पाठा? अब बेच्ने बेला भएपछि 9,000 10,000 बुच्चा भुनी 10,000 रुपियाँ गोटा। यसले चाहिँ दुधले पुर्याएन क्या? अलिकति धेरै पाठा भएर है बहिनी हो। अनि छेर्छ अनि फिड दाना कम गराउनु नि। यो त डेन्जर छ यो छेकिएर होइन, अलिकति देखिएन मित्रहरू। ल मजाले सोध्दै खोज्दै आइपुग्यो, दुःख सुख गफ गरियो। ल मित्रहरू हेर्दै गर्नु होला। म चारो पकाउने तरिका चाहिँ यो होटलको जम्मा गर्नुहुन्छ है अनि तताएर दामी। ल ठिक छ होइन, त्यस्तो केही होइन बहिनी। तपाईँहरूलाई असर गर्ने काम गर्दै गर्दिनँ नि। तपाईँहरू जस्तै दुःख गर्ने मान्छे हो म पनि। सन्तोष अमुलेरा युट्युब च्यानल छ, यसो हेर्नु होला, सब्सक्राइब गरिदिनु होला है। मैले उता देखाइरहेको छु, यता देखाएको छुइनँ, टेन्सन नलिनु। हाँस पाल्नु हुँदो रहेछ। ल ठिक छ, तपाईँहरूको प्रगति होस्, उन्नति होस्। अलिकति बहिनीहरू चाहिँ डराउनु भयो कि यो भिडियो गर्नलाई मैले अनुमति लिएर गरेको। ल मित्रहरू है, विदेशमा रहनुहुने सम्पूर्ण मित्रहरूलाई चाहिँ मैले चाहिँ यो भिडियो सेयर गरिरहेको छु। धेरैभन्दा धेरै साथ सपोर्ट गर्नु होला। नयाँ मित्रहरू जोडिनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला मित्रहरू है। सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला मित्रहरू। अब आज चाहिँ यो छोटो भिडियो यहीँ अन्त्य गर्न चाहे है मित्रहरू। म चाहिँ मित्रहरू होइन आएँ, तर यहाँ अलिकति किसानहरू चाहिँ बाहिरबाट आएको मान्छे के हो कसो हो भनेर धेरै सोध्नु भयो होइन। स्वाभाविक हो त्यो पनि। र मैले उहाँहरूलाई सोधेर भिडियो पनि गरेँ मित्रहरू। र हेर्नु होला है, म अब चाहिँ फर्किँदैछु मित्रहरू। पानी पर्न आँट्यो, हिजो पनि पानी पर्यो है पुरा। अब चाहिँ जानु पर्ला कोठातिर मित्रहरू, हेर्दै गर्नु होला।